मार्केटमा अहिले चलिरहेको भाइरल बिस्कुट खाएर ट्राई गरेको यस्तो पो हुने रहेछ। हेलो गाइज, हेलो गुड मर्निङ सबैजनालाई। हो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि यता सन्चै। हजुरहरूलाई मेरो आजको छोटो र ताजा मिनी भ्लगमा स्वागत गर्दछु। अनि अहिले म र मेरो साथी झोला बोकेर टक्क लाएर पढ्न जान लाग्यो। आज हाम्रो 1 घण्टाको मात्र क्लास भयो र क्लास सकेर अहिले हामी भाइरल बिस्कुट किन्नको लागि आएको। यो पसलमा भाइरल बिस्कुट त पाएन, तर मैले टाउकोमा लगाउने तेल चाहिँ किने। तेल किनेर घर जान लागेको म बाहिर पानी परिरहेको रहेछ। अनि हामी पानी कतिखेर रोकिन्छ भन्दै वेट गर्दै बसे। एकछिनमा अलिअलि पानी रोकिएको जस्तो गरेको थियो अनि हामी छिटो खुरखुरे आयो। खुरखुरेको माडमा आएर सोधेको यहाँ भाइरल बिस्कुट छ कि छैन। फाइनली यो पसलमा चाहिँ पाएर मैले किनिसकेँ। भाइरल बिस्कुट त किने, तर पानी रोकिने नामै लिँदैन। धेरै बेर वेट गरेपछि अलिअलि पानी रोकेर म पेट्रोल पम्पमा पेट्रोल हाल्नको लागि आइपुगेँ। 500 रुपियाँको पेट्रोल हालेर म चाहिँ घरतिर लागेँ। घर पुग्ने बित्तिकै मलाई भाइरल बिस्कुट टेस्ट गर्न मन लाग्यो। त्यसपछि मैले ढिला नगरी छिटो खोलेर खाइहालेँ। मैले यो फर्स्ट टाइम ट्राई गरेको, मलाई फर्स्ट टाइममा यस्तो मिठो लाग्यो। त्यसपछि मलाई झन् चियासँग खाँदा कस्तो हुन्छ होला भनेर चियासँग टेस्ट गर्न मन लाग्यो। अनि मैले छिटो आएर चिया बनाउन थालेँ। चिया बनाएर रेडी भएर अब चोपेर खाँदा यस्तो मिठो भएको थियो। मैले यस्तो मिठो हुन्छ भनेर चाहिँ सोचेको पनि थिएन। टिकटकहरुमा देख्दा यस्तो खासै मिठो छ जस्तो त लागेको थिएन, तर म आफैले ट्राई गर्दा मलाई एकदम मिठो लाग्यो। चिया र बिस्कुट खाइसकेर म एकछिन गाउँतिर डुल्नको लागि निस्केँ। भाइ र बहिनीसँग गफ गर्दै हामी डोको पार्क पनि आइपुग्यौँ। डोको पार्कमा आएर 2-3टा फोटोहरु खिचेर हामी चाहिँ पिङ खेल्नको लागि गयौँ। पिङ म धेरै बेर खेलेन किनभने मलाई रिङ्गट लाग्छ यो पिङ खेल्दाखेरि। एकछिन पिङ खेलेर हामी खोला साइडतिर जान लागेको। खोला साइडतिर आएको दुईजना भाइहरु झगडा पो गर्छ त। किन झगडा गरेको भनेर सोधेको, डल्ले भाइले डख्रकेको अन्डामा हान्दै। त्यही भएर झगडा गरेको रे। झगडा गर्नु हुँदैन भनेर मैले यिनीहरूको झगडा छुटाइदिएँ। अहिले फेरि दुईजना मिलेर बसिसक्यो। आफूभन्दा ठुलोलाई त्यस्तो गर्नु हुँदैन भनेर मैले पनिसमेन्ट दिएको। पनिसमेन्ट गर्दा फेरि झन्डै झगडा परेको। अब मैले दुईजनालाई मिलाइदिसकेँ, अब चाहिँ यिनीहरूको झगडा पर्दैन। अब झगडा गऱ्यो भने मैले दुईजनालाई खसी पारिदिन्छु भनेको, अब गर्दिन भनिसकेँ। अनि तपाईहरुलाई मेरो आजको भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मन पर्यो भने लाइक शेयर पनि गरिदिनु होला। मैले टिकटकमा मात्र नभए फेसबुक, इन्स्टा, युट्युब सबैमा भिडियो हाल्ने गरेको छु। गएर चेक गर्न सक्नुहुन्छ। नेम रोनक श्रेष्ठ छ। आजको लागि यति नै। बाइ बाइ गाइज।